ल म चाहिँ यति बेला बसन्तपुरको नौतले दरबार यानि कि दरबारको नौ तलामा छु। तपाईँहरू पनि आएर यहाँबाट हेर्न सक्नुहुन्छ है। यो बसन्तपुर भइहाल्यो। Mind your head. गाह्रो छ। 8 फ्लोर है यो चाहिँ। यो त के छ त, केही पनि छैन। अलिकति सानो छ, अप्ठ्यारो छ है साथी हो। ठाडो ठाडै रहेछ। एकछिन पख। ओके, म चाहिँ बसन्तपुरको नौतले दरबारको 8औं फ्लोरबाट चाहिँ तपाईँहरूलाई मैले देखेको जुन सिन छ यो देखाउन चाहेँ है साथीहरू। स्वयम्भूदेखि लिएर सबै देखिँदो रहेछ। जोस् ठाउँ चाहिँ सही छ साथी हो। म चाहिँ फर्स्ट टाइम चढ्दैछु, तपाईँहरू पनि आउन सक्नुहुन्छ है। काठै काठ, काठै काठ। त्यस्तै पऱ्यो भने त हराइन्छ होला हौ। कता 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 झर्ने। हेलो सर, चस्मा झऱ्यो है। यहाँ पनि टक्क बसेर टक्क हेर्ने ठाउँ रहेछ। 6 फ्लोरमा झरियो। अब यहाँबाट यता लु अँधेरो अँधेरो साथी हो, अँधेरो छ। यसो हेर्ने तैँले हेरेस् यही हो त। जमानामा बनेको बिल्डिङहरू हेर्नुहोस्, यस्तो दामी छ नि। यो अब यो भयो है, यस्तै दामी छ क्या। यस्तो सबै घुम्नु पाइँदैछ त। लु है, मलाई त थाहा पनि थिएन यता चाहिँ जानु पाइँदैन कि क्या हो।
अबबाट यहीँबाट हेर्ने रहेछ पुरानो पुरानो चिजहरू रहेछ यस्तो भएकै होइन यस्तो भएकै होइन अलिकति ऊ भने त्यहाँ त ऊ मात्रै यस्तो फ्लोर सर्ने सिद्धियो यहाँबाट तल झरेर चाहिँ क्या हो खिच खिच काठको टुक्रा नि ल्याएर राखेको छन् है नो इन्ट्री भाइ यताबाट छ ल यहाँ भित्र पनि छ होइन उहाँले भने बाहिर होइन उता सेतो बिल्डिङ खाने ल यता गड्डी होइन हजुर त्यहाँबाट बाहिर चाहिँ होइन भित्रै भित्रै हो ग्यालरी खै ग्यालरी यो सबै घुम्नु हामी फेरि यही घुमेर यसै हो ल दामी आउँदैछ ल नागपोखरी यहाँ यहाँ आइज त मलाई आइज नि यसमा त अझै हामी बाउछरा घुम्दैछौँ है बसन्तपुरको नागपोखरीमा आइपुग्यौँ हामी तपाईँहरूलाई पनि यस्तै राम्रो राम्रो ठाउँ हेर्नु मन छ भनेदेखि आउन सक्नुहुन्छ है
त्यो त होइन हौ यता सङ्ग्रहालय जाने बाटो त त्यताबाट छ त यहाँबाट हो यता रहेछ न यताको क्या यता होइन